केही महिना अघिको कुरा हो। एउटा शनिबार सधाझै म झ्यालमा बसेर उहाँको बाटो हेर्दै थिएँ। मेरो 10 वर्षीय ठुलो छोरा भर्खर नुहाएर कोठामा पस्यो। उसले लुगा फेर्दै सोध्यो, आमा के हेरिराख्नुहुन्छ तपाईँ सधैँ? छोराको प्रश्न सुनेर मनमा लाग्यो, सानातिना कुरामा किन झुट बोल्नु? हुन त कतिपय कुरामा छोरासँग झुट बोलेकी छु, तर यसो गर्दा मलाई कति सन्तोष लाग्दैन थियो। यो भन्दा बढ्ता असन्तोष त्यति बेला लाग्थ्यो जति बेला छोराले मेरो कुरामाथि विश्वास गर्दैन थियो र उल्टो शङ्का गर्थ्यो। त्यतिखेर मेरो अनुहार जङ्गलमा झारिएको रुखको ठुटो जस्तै हुन्थ्यो। अहिले सोधेको प्रश्नको जवाफ हुन त जे भनिदिए पनि हुन्थ्यो, तर नभएको कुरा भन्न मन लागेन। केही होइन छोरा, सुबोध अङ्कललाई। त्यतिकैमा छोराले भन्यो, किन दिनदिनै आउनुहुन्छ हामी कहाँ? नरुचाए झैँ गरी उसले प्रश्न गर्यो, किन तिमीलाई मन पर्दैन र उहाँले तिमी हामी सबैलाई माया गर्नुहुन्छ? त्यतिकैमा छोराले आमालाई भन्यो, आमा सुबोध अङ्कल मन पर्दैन मलाई। छोराको कुरा सुनेर म झस्के। किन छोरा त्यस्तो भनेको? उहाँ राम्रो अङ्कल हुनुहुन्छ, त्यस्तो नभन है छोरा, सम्झाउँदै भने। तपाईँ नहुँदा हामीलाई कस्तो हपार्नुहुन्छ, गाली गर्नुहुन्छ, बुबाले जस्तो माया गर्नुहुन्न आमा। अबदेखि सुबोध अङ्कललाई हामी कहाँ नआउनु भन्नुहोस् न। पिलपिलाउँदो र अपेक्षाको भावनाले छोराले आफ्नो बालसुलभ वास्तविकतालाई पोख्यो। यो सत्यतालाई मैले बुझेर पनि बुझ पचाउँदै आइरहेकी थिएँ। हुन्छ छोरा, भन्छु, तर अहिले होइन, अलि पछि भन्ने छु ल। छोराको मुहार खुसीले उज्यालो भएको स्पष्ट देखिन्थ्यो। छोराको भनाइले मेरो मन भने भित्रभित्रै चस्कन थाल्यो। मेरो मस्तिष्कमा अतीतका कुरा खेल्न थाले। सुबोध मेरो लोग्नेको मिल्ने साथी हुनुहुन्थ्यो। एउटा दुःखदायी हवाई जहाज दुर्घटनाले मेरो छोराछोरीलाई टुहुरो बनायो। कलकलाउँदो उमेरमै मेरो सिन्दुर पुछियो, मेरो चुराहरू फोरिए। सुबोध म कहाँ बार बार आउनुहुन्थ्यो, आश्वासन दिनुहुन्थ्यो, माया दर्शाउनुहुन्थ्यो, तर पनि मैले अत्यन्त शून्यता र रिक्तता अनुभव गर्थे। लोग्नेको अभाव महसुस गर्थे। त्यो सिङ्गै घर मलाई सुरुङ जस्तै लाग्थ्यो। जिन्दगीमा धेरै कुरा हराए जस्तै थिए। यसरी मैले आफू र छोराछोरीलाई साह्रै असुरक्षित अवस्थामा पाएँ। मैले सुरक्षा चाहन्थे। टेक्ने हाँगाको खोजीमा थिएँ म। मायाको निर्मल आकाश चाहन्थे म। लाग्थ्यो संसारमा एउटा कोही त माया गर्ने पुरुष चाहिन्छ, जुन माया शारीरिक भन्दा मानसिक रूपमा ज्यादा होस्। त्यसैको चाहनाले च्यापेर अनायास म सुबोधलाई बढी माया र सम्मान गर्न थालेथे। उहाँ नै हुनुहुन्थ्यो मेरो दुःख र सुखमा साथ दिनुहुने र म कहाँ बार बार सहानुभूति देखाउन आउनुहुने। एक दिन सधैँ मेरो व्यथा र पीडाले मुर्झाएको अनुहार देख्दा सुबोधले सम्झाउँदै भन्नुभयो, ममता तिमी किन पीड लिन्छौ? हुने कुरा भइहाल्यो, मन बलियो बनाउनु पर्छ। तिमी सम्बोधनले मलाई झन् नजिक पुर्याएको अनुभव मैले गरेँ। त्यसैले त हामी निकै नजिक आइसकेका थियौँ एक आपसमा। मलाई उहाँले भित्रैदेखि चाहनुहुन्छ भन्ने पनि मैले अनुभव गरेकी थिएँ। जिन्दगीमा पीड बाहेक सुख कहाँ देख्न पाउँछु र? सहारा, सुरक्षा र माया गुमाइसकेकी एउटी स्वास्नी मान्छेको अनुहार कसरी उज्यालिन सक्छ र? छोराछोरी सानै छन्। आफै सोच्नुस्, यत्रो लामो जिन्दगी लिएर म कसरी बाँचु? यो सोच्दा मलाई पट्यार लाग्छ। सुस्केर हाल्दै मैले भने,
ममता, त्यसो भए तिमी के चाहन्छौ त? के विचार छ तिम्रो? मेरो चाहनु नचाहनुमा फरकै के पर्छ र? चाहेर पनि त सबै कहाँ पुग्छ र? नचाहेर पनि के हुन्छ र? हुन त मान्छेकै मन त हो चाहनाले बेरिहाल्छ। एउटा पवित्र माया, पवित्र सहारा र सुरक्षाको कल्पना हुन्छ, तर सबै कल्पना आखिर पानीको फोका झैँ पट्ट फुटेर बिलाउँछन्। मैले यति भन्न के भ्याएथे, एक्कासी मैले आफूलाई सुबोधको आवेशपूर्ण अँगालोमा पाएँ। ममता, तिम्रो भावना बुझे। यो अँगालो जिन्दगीभर फुत्कने छैन, न त पानीको फोका झैँ फुट्ने छ। लोग्नेको न्यानो अँगालो नपाएको 1 वर्षपछि सुबोधको न्यानो अँगालो पाउँदा मलाई रमाइलो त लाग्यो, तर म अकमकिएँ। के गरूँ जस्तो भयो। अन्जानमै भलभल निस्केको आँसुलाई सुबोधले आफ्ना हातहरूले पुछिरहनु भयो। धेरै बेरसम्म उहाँको हात पन्छाइन। विश्वास र मायाले धेरै पछि उहाँलाई देवता मान्न थाले। उहाँको मायालाई अनुपम उपहार सम्झे। प्रश्नतापूर्वक हामीले एक अर्काको प्रेम स्वीकार्यौं। त्यो दिन मेरो लागि ढकमक्क भएर न्यानो घाम लाग्यो। नाङ्गिसकेका मियालाका हाँगामा झकमक्क फुल फुल्न लागे। मेरो चारैतर्फ कञ्चन चम्पाको मिठो बास्ना फैलिन थाल्यो। हामी धेरै बेर कोठामा बस्यौं। उहाँ फर्किनु भएपछि मनभित्र अनेक किसिमका विचार खेल्न थाले। के मैले कुबाटोमा टेकेकी त छैन? मैले राम्रो त गरेँ। के निर्णय छिटो त भएन? मेरा छोराछोरीको भविष्य के होला? हिसाबै गर्ने हो भने मान्छेको सोचाइले त ब्रह्माण्ड नै ढाक्छ। सोच्दैमा त्यो हुनै पर्छ भन्ने त थिएन। उहाँले त्यसो गर्न साथ मैले उहाँलाई झट्ट स्वीकार्न किन पर्थ्यो र? के म आफ्नो लागि आफैले खाल्टो खनिरहेकी त छैन? आखिर सामाजिक प्रतिष्ठा पनि व्यक्तिक मर्यादा र महत्ताका लागि नभई नहुने पक्ष हो। त्यसैले यो समाज र परम्पराको समर्थको सम्भावित प्रतिकारले मलाई झन डर लाग्न थाल्यो। आखिर हाम्रो धार्मिक सामाजिक परम्पराले यही देख्न चाहन्छ कि विधवा स्वास्नी मान्छे सधैँ विधवाकै रूपमा रहोस्। यसरी मनभरि कहिले खुसीका डोब देखिन्छन् भने कहिले शङ्का, उपशङ्का र लाजका छाया अगाडि पछाडि तेर्सिन थाले। सोचे भोलि समाजले भन्नेछ यो आइमाई लोग्नेको सतमा छैन, लोग्नेलाई नर्कमा पारी। यसरी सोच्दा सोच्दै ममा विद्रोह उठ्यो। किन यसरी डर मान्नु? लोग्ने हुँदा हाम्रो जिन्दगी कति मनमोहक थियो। लोग्ने मेरा लागि सर्वस्व हुनुहुन्थ्यो। उहाँ पछि आफ्नो र छोराछोरीका लागि सहारा र माया खोजे त के बिराए मैले? परम्परा र बन्धनलाई तोडेर के अपराध गरे मैले? समयको माग पनि यही हो। 2 दिनको जिन्दगीलाई किन मरुभूमि बनाउने? निरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ, छहारीदार ओत चाहिन्छ। जिन्दगी हाँसो, रोदन, दुःख, पीडा, कथा व्यथाले भरिएको सामूहिक भेल हो। आपत, सुख र दुःख सबैलाई पर्छ। सबैले सबै कुरा भोग्नु नै पर्छ। पीरले तप चुहिएर बस्नुभन्दा खुसी खुसी भएर बाँच्नु पर्छ। यसरी सोच्दा मैले ठिक निर्णय गरे जस्तो लाग्यो। त्यसपछि सुबोध म कहाँ दिनदिनै आउन थाल्नुभयो। अग्लो, गोरो, स्मार्ट, ख्यालठट्टा गर्नुपर्ने सुबोधको स्वभाव थियो। मेरो लोग्नेमा पनि त्यस्तै व्यक्तित्व थियो। तर धेरै चुरोट खाने एउटा बानी सुबोधको मन पर्दैन थियो। तापनि भन्ने साहस भने गर्दिनथे। त्यसै त मेरो स्वभाव गम्भीर थियो। त्यसमा पनि आफ्ना चुरा फुटेपछि त म मुख नै जस्तै बने। एक दिन उहाँको सास निकै गनायो र अनायस अनुनय स्वरमा भने, चुरोटको गन्ध मलाई पटक्कै मन पर्दैन। तपाईँ बढी नै चुरोट पिउनुहुन्छ। स्वास्थ्यका लागि पनि राम्रो होइन। छोड्न सकिन्न र?
किन ममता, किन नसक्नु? मन बलियो हुनुपर्छ, गर्छु भन्ने प्रण गर्नुपर्छ, आफूलाई नियन्त्रण गर्नुपर्छ। म भोलि नै त भन्न सक्दिनँ, केही दिनमै छोडेर देखाइदिन्छु नभन्दै त्यस्तै भयो। मलाई असाध्यै खुसी लाग्यो। मैले सोचे चुरोटको कुआदत उहाँले मेरा लागि छोड्नुभयो। उहाँलाई पनि मेरो मन नपर्ने बानी रहेछ। एक दिन उहाँले भन्नुभयो, ममता, अब तिमीलाई सेतो र पहेँलो साडी त्यति सुहाउँदैन, गुलाबी रङको साडी तिमीलाई कति आकर्षण हुँदो हो कि? त्यस दिनदेखि रातो रङको नभए पनि अरू रङ, कलेजी, बैजनी र प्याजी रङको साडी लगाउन थाले। यसरी हामी एक अर्काको इच्छा अनुरूप बग्यौं। कहिलेकाहीँ लाग्थ्यो सुबोध दिनहुँ नआई 2-3 दिन बिराएर आउनु भए राम्रो हुन्थ्यो। तर यस्तो सोच्दा सोच्दै पनि उहाँ नआउनुहोला भन्ने डर र शङ्काले सताउँथ्यो। एक दिन सुबोधलाई खुब मनपर्ने आलुको अचार र काजु किसमिस मिसाएको सुजीको हलुवा बनाएर दिए। हुन त सधैँ केही न केही नखुवाइकन पठाउन्नथे। सुबोधले निकै मिठो मानी खानुभयो। यसरी मेरो हातले बनाएको खानेकुरा मिठोसँग खानु हुँदा मलाई झन खुसी लाग्यो। हलुवा साह्रै मिठो बनाइछौ, पुगेन, बाँकी छ भने अलिकति थपिदेऊ न ममता, सुबोधले रिकापी बढाउँदै भन्नुभयो। थोरै हलुवा विद्यालयबाट फर्केपछि खाजाका रूपमा छोराछोरीलाई राखिदिएकी थिएँ। जीवनमा छोराछोरीलाई नछुटाइकन मैले कहिले केही खाएकी थिइनँ। म अकमकाएँ। हलुवा थोरै थियो, सुजी थिएन। छोराछोरीका लागि मात्र छ, अरू खानेकुरा बनाइदिउँ? के खानुहुन्छ? बच्चाहरूलाई अरू दिए हुन्छ नि, यही देऊ न मलाई, छर्केर भन्नुभयो। सुबोधको कुरा मलाई साह्रै तितो भयो। उहाँबाट यस्तो कुरा सुन्नु पर्ला भन्ने किञ्चित शङ्का थिएन। छोराछोरीका लागि पहिला भाग छुटाएर मात्र मेरो पतिले खानेकुरा खानुभएको झल्यास्स सम्झन पुगे। यहाँसम्म कि मेरो पतिले छोराछोरीका लागि बरु खानुहुन्न थियो। यसरी मलाई मिठो चोखो बनाउँदा बच्चाहरूले खान पाएनन् भने दिनभर घाम नलागे जस्तै हुन्थ्यो। बाध्यतावश एकै मिठो खानु पर्दा छोराछोरीलाई सम्झेर निल्न गाह्रो हुन्थ्यो। तर सुबोधको कुरा काट्न सकिन, मन दुखाउन चाहिन। छोराछोरी विद्यालयबाट आइपुग्ने बेला भइसकेको थियो। छोराछोरीलाई अरू खानेकुरा बनाउन भान्सातिर लागे। सुबोधले हलुवा खाँदै हुनुहुन्थ्यो। ममता, यहाँ आऊ न। म उहाँको नजिकै गएँ। एउटा कुरा सोधौँ? सुबोधले प्रश्न गर्नुभयो। के कुरा हो र त्यस्तो? जे होस् नढाँटेर भन्छौ? भन्नुस् न त, किन ढाँट्ने? तिमीलाई सबभन्दा बढी कसको माया लाग्छ? सुबोधको अप्रत्याशित प्रश्नले म केही बोल्न सकिन। के भनौँ झ्वाट्ट शब्द छुट्यो। संसारमा सबैभन्दा बढी माया त मान्छेले आफैलाई गर्छ होइन र? त्यो त सबैले बुझेको र जानेको कुरा हो। त्यसपछि अझ कसको? तपाईको छोराछोरीको। स्वाभाविक रूपमा मैले जवाफ दिए। म त चाहन्छु तिमी तिम्रा छोराछोरीलाई भन्दा पनि मलाई बढ्ता माया गर। सुबोधको कुरा सुनेर एकछिन त चित्त दुख्यो। छोराछोरीको माया, लोग्नेको माया, अरूको माया छुट्टा छुट्टै हुन्। मायाको आफ्नै विशेषता छ। तपाईँ माया मात्र होइन, देवताका रूपमा स्वीकारेकी छु। तर छोराछोरीको माया पनि असाध्यै लाग्छ। फुङ्ग उडेको मुख बनाउनु भयो सुबोधले। सुबोधको कुरा मन नपरे पनि व्यक्त गर्न सक्ने हिम्मत ममा थिएन। एकैछिनपछि छोराछोरी आमा आमा भन्दै आइपुगे। खानेकुरा दिनुस् न आमा, भोग लाग्यो। दुवै छोराछोरी मलाई समात्दै चिचाउन थाले। मन भारी भयो। सम्झे छोराछोरीले हलुवा खान पाएनन्। बच्चाले डिस्टर्ब गरेको मन पर्दैन मलाई। पैसा दिएर बाहिर खान जाऊ भन।
सुबोधले झिजो मानेको स्वरमा भन्नुभयो। भान्सामा गएर अरू खानेकुरा बनाइदिने इच्छा थियो। म केही बोल्न सकिनँ। मुटु ड्याङ ड्याङ बज्न थाल्यो। अशान्तको प्रवाह बग्न थाल्यो। अत्यन्त कठिनाइसँग बच्चालाई पर्सबाट पैसा झिकेर बाहिर खान जाऊ भने लाग्यो छोराछोरी मन नपराई बाहिर खान गइरहेछन्। उनीहरूको अनुहारमा खिन्नता थियो। उनीहरूलाई पनि घरकै मिठो खानेकुरा खाने इच्छा थियो होला। पैसा दिएकामा उनीहरू खुसी थिएनन्। छोराले सम्झ्यो होला आमाले खानेकुरा बनाइदिनु भएन। सोचे के छोराछोरीको मन दुखाउनु राम्रो हो त। सुबोधको कुरा पनि काट्न सक्दिनथे। यो कारण कि उहाँ पराई भइदिनु होला, मदेखि टाढा जानु होला। सुबोधमा उद्धात भावना खोजेकी थिए, पावन पक्ष खोजेकी थिए। सम्झे छोराछोरी आउँदा मेरो लोग्नेले दायाँ र बायाँ राखेर कतिपल्ट मुहाई खानुहुन्थ्यो, कतिपल्ट मेरा छोराछोरी भन्दै मुसार्नुहुन्थ्यो। खै आज सुबोधले मेरो छोराछोरीलाई मुहाई खानु भएको, खै माया गर्नु भएको। यस्तो मैले चाहन्थे कि मेरा छोराछोरीलाई मेरो लोग्नेले झैँ माया गरोस्। तर यी मेरा सोचाइ आकाशमा बादल हराए जस्तै हराउँदै गए। यसरी जीवनमा धेरै मोडमा सुबोधसँग बहाना गर्नु पर्यो। हाँस्न मन नलाग्दा पनि हाँस्नु पर्यो। चोटलाई पनि खिपिदिनु पर्यो। छुट्टीको दिन म छोराछोरीसँग रमाउँदै बसेकी थिएँ। थाहा थियो उहाँ छिट्टै आउनुहुन्छ भन्ने। उहाँ एकैछिनपछि आइपुग्नु भयो। उहाँले मेरो पर्स खोल्नुभयो। छोराछोरीलाई पैसा दिँदै भन्नुभयो तिमीहरू सबै बाहिर खेल्न जाऊ। कति हतारोसँग मेरा दुवै छोराछोरीलाई लखेट्नु भयो। यसरी उहाँले सबै कुरामा अधिकार जमाइसक्नु भएको थियो। छोराछोरी पहिले त मानेनन्। सुबोधले आँखा तर्नु भएपछि दुवै छोराछोरी लुरु बाहिर गए। तर छोराको अनुहारमा रिस उम्रिरहेको थियो, जो मैले नबुझेको होइन। एक किसिमको डर तुरुन्तै मभित्र जन्मिहाल्यो कि छोरो मसँग रिसाउला अथवा सबै कुरा थाहा पाए मलाई घृणा गर्ला। छोराछोरीलाई टाढा राख्न सक्दिनथे। एकैछिन नदेख्दा पनि मन खल्लो भइहाल्थ्यो। त्यो दिन कपाल दुखिरहेथ्यो, जिउ भारी भइरहेथ्यो, मन चटक चटक भइरहेथ्यो। मलाई बोल्न मन लागेको थिएन। ढोका लगाइदेऊ ममता, सुबोधको आदेश थियो। छोराछोरी आइपुग्छन्, आज सन्चो पनि छैन। मैले भने धेरै बहाना नगर, आजकल तिमी निर्जीव जस्तै लाग्छ, मुख बिगारेर भन्नुभयो सुबोधले। कति सजीव भइराख्ने त, जिउको पनि ख्याल गर्नुपर्छ, समयको पनि ध्यान दिनुपर्छ। अरू कुरा थाहा छैन, खुरुक्क ढोका लगाएर यहाँ आऊ। उहाँको कडा निर्देश मान्नै पर्यो। मैले कोठाको ढोका लगाए। एकैछिनपछि छोराछोरी आमा आमा भन्दै आइपुगे। ढोका खोल्न पर्यो। सुबोध रिसले मुरमुरिनु भयो। बोर्डिङमा राखिदेऊ भन्दा मान्दिनौ, मलाई त वाक्क लागिसक्यो भन्दै बाहिर निस्किनु भयो। कति मन दुख्ने कुरा गर्नुभएको सुबोधले मनमनै सोचे। त्यो दिन सुबोध फर्केर आउनु भएन। नमिठोसँग अनेक तर्क वितर्कमा रात काटे। भोलिपल्ट 10 बजेतिर सुबोध आइपुग्नु भयो। उही रोबिलो र ठाटिलो पारामा। मन फेरि प्रफुल्ल भयो। आज सिनेमाको कार्यक्रम राखेको छु, तयार हौ। बच्चाहरूलाई घरमै छोड। होइन, हामी घर बस्दैनौ, हामी पनि सिनेमा हेर्न जाने। ठुलो छोरो चिच्यायो। हुँदैन, तिमीहरू घरमै बस्नुपर्छ। सुबोधको चर्को स्वर थियो। धेरै दिन भएको थियो छोराछोरीलाई कतै घुमाउन नलगेको।
मन लागेको थियो छोराछोरीलाई पनि लैजाउँ। मेरो लोग्ने भएको भए छोराछोरीलाई आफैले सिगार पटार गरिदिनुहुन्थ्यो। कति रमाउँदै हात समातेर लैजानुहुन्थ्यो। कहिल्यै छोराछोरीलाई हप्काएको थाहा थिएन। मैले हप्काउँदा पिट्दा मलाई नै गाली गर्नुहुन्थ्यो। सुबोधको चर्को स्वरले मेरो लोग्नेको छोराछोरी प्रतिको माया सम्झे। केही भन्ने आँट भएन। बल्ल तल्ल छोराछोरीलाई बिस्कुट, चकलेट र खेलौना ल्याइदिन्छु भनेर सम्झाए। पैसा दिए। छोराछोरी रोइरहे। तयार भएर सिनेमा हेर्न गयौँ, तर कुनै रमाइलो अनुभव गर्न सकिन। के हेरे थाहा भएन। सिनेमा कसरी सुरु भयो र कसरी समाप्त भयो मेरो दिमागले केही बुझेन। दुवै छोराछोरी रोएको दृश्य झलझली आँखाको नानीभित्र नाचिरह्यो। कहिले जाउँ जस्तो भयो। छोराछोरीप्रति असाध्यै माया र ममता जागेर आयो। सुबोधको जिस्क्याइ र चिमटाइले ममा केही मिठो असर गरेन। एउटा काँडाले घोचे जस्तै अनुभव गरे। कहिले काहीँ हाँसे होला, बोले होला, तर सबै बहानै थियो। फर्केर आउँदा बजारमा छोराछोरीलाई बिस्कुट, चकलेट, खेलौना किनिदिए। कति छोराछोरी ख्याल गर्नुपर्छ तिमीलाई हँ? सुबोधले खिसी गर्दै भन्नुभयो। त्यही छोराछोरीको लागि बाँचेकी छु त के गर्ने? मैले माया नगरेर कसले गर्छ? ए, तिमी मेरा लागि बाँचेकी हैनौ? सुबोधको प्रश्नले मलाई फेरि ढुङ्गाले हिर्कायो। होइन, तपाईका लागि पनि त बाँचेकी छु नि, तर छोराछोरीका लागि पनि हो। मेरो कुरा सुनेर सुबोधको मुख अँध्यारो भयो। लाग्यो कस्तो संकीर्ण विचार सुबोधको। किन सुबोधले आफ्नो माया र विचारलाई फराकिलो पार्न सक्नुहुन्न? घर फर्कदा छोराछोरी रुँदै बसेका थिए। मन चरचर्ती चिरियो। सुबोधले मेरो बिरामीमाथि पनि वास्ता गर्नुहुन्न थियो। सधैँ मलाई चोपर्न, लुच्न र चाट्न चाहनुहुन्थ्यो। यति बेला मलाई भयङ्कर द्वन्द्वले च्याप्थ्यो। यस्तो बेला बढ्ता माया मानसिक होस् भन्ने चाहन्थे, चाहे जस्तो कहाँ हुनु। एक दिन मेरी सानी छोरी बाहिर खेल्न निस्केकी 9 बज्दा पनि घर फर्किनन्। त्यति बेला सुबोध घरमै हुनुहुन्थ्यो। मैले रुँदै छोरी खोज्न सुबोधसँग अनुरोध गरे। छोरालाई लिएर म झट्टै निस्किहाले। अरू चिनेका दाई भाइहरूलाई पनि सुनाए। कति ठाउँमा खोज्दा पनि छोरीलाई पाउन सकिन। पसिनाले बेसरी भिजेर घर फर्के। हात खुट्टा लल्याक लुलुक भइसकेका थिए। मुटुका धड्कन जोडसँग बजिरहेको थियो। घर फर्कदा सुबोध पलङमा पल्टेर किताब पढिराख्नु भएको थियो। मन साह्रै विक्षिप्त भयो। किन पसिनै पसिना भएर खोज्न गए कि? पुलिसले पाएपछि रेडियोबाट खबर दिइहाल्छ नि। सुबोधको बेवास्ताको र लापरवाहीको कुरा सुनेर मलाई अचानकमा राखेर खुकुरीले टुक्राए जस्तै लाग्यो। अत्यन्त सङ्कटमय वातावरण देखे। काँडै काँडाको झाङमा फालिदिए जस्तो लाग्यो। शरीरभरि नील काँडा उम्रे जस्तै लाग्यो। अब प्रश्न गर्नु, जवाफ दिनु अनर्थ सम्झे। बाघलाई गाई सम्झेर कहाँ हुन्छ र? सम्झे आजसम्म मैले गाईलाई होइन, बाघलाई माया गरिरहेछु। विश्वास र आशा गरिरहेछु। जीवनलाई सम्पूर्ण रूपमा उहाँलाई समर्पण गरेकी थिए। सबै लतरपतर भए। मेरा सम्पूर्ण भावना उदास उदास पोखरीमा फ्याँकिए। म रुँदै थिएँ, तर त्यो आँसु मैले सुबोधलाई देखाइन। सुबोधलाई केही भनिन। एकैछिनपछि एकजना भाइ दगुर्दै आयो म कहाँ। दिदी, चन्द्रमा अस्पतालमा छिन्, मोटरसाइकलले धक्का दिएछ। चन्द्रमा मेरी सानी छोरी। भाइको कुराले म बेहोस भएछु।
कति बेला होसमा आए थाहा भएन। उठ्दा सुबोधको काखमा थिए। भाइले मेरो कपालमा पानी राख्दै थियो। दिदी, चन्द्रमा बहिनीलाई खास चोट लागेको छैन, होसमै छिन्, नआत्तिनुस्, अस्पतालमा हिँड्नुस्। त्यो भाइसँग ट्याक्सीमा बसेर अस्पताल आउन थाले। आउने बेलामा सुबोधले भन्नुभयो, मलाई साह्रै पेट दुखेको छ, चन्द्रमालाई धेरै चोट लागेको रहेनछ, सँगै ल्याऊ। वास्तवमा सुबोध मसँगै जान पर्थ्यो। अस्पतालमा बिछौनामा छोरीलाई देख्दा भक्कानो फुटेर आयो। छोरीलाई च्यापेर रुन थाले। दाहिने हात भाँचिएर प्लास्टर लगाइसकेको थियो। अरू खास चोट नभएकोले छोरीलाई त्यही दिन घर ल्याए। सुबोध पलङमै सुतिराख्नु भएको थियो। रिस उम्लदा उम्लदा मुखभरि आइसकेको थियो। यस्तो लाग्यो धरतीभित्रबाट ज्वालामुखी फुटेर लाभा निस्किँदैछ। एउटा मित्र विश्वास, आस्था र रिसको ज्वाला फ्याँके सुबोधमाथि। उहाँको मुखै हेर्न मन लागेन, जुन मुखलाई कति लोभी भएर हेर्ने गर्थे। यो मेरो पहिलो रिस थियो उहाँमाथि। घृणाको पर्खाल उभाइदियो अगाडि। सद्भावनाको पुल भत्किदियो। सोचे, मेरो छोरी हराउँदा पनि सुबोधलाई चिन्ता देखेन। अझ यो भन्दा बढ्ता एक्सिडेन्ट भयो भन्ने सुन्दा पनि उहाँले पेट दुखेको बहाना गर्नुभयो। अस्पतालसम्म जानु भएन। आफ्नो रगतमाथि श्रद्धा, माया र करुणाको बदला घृणा राख्ने सुबोधसँग मैले किन सम्बन्ध राख्ने? सम्बन्ध राख्नु पनि अब अपराध सम्झन थाले। किनभने मेरो छोराछोरी मेरो लागि चन्द्र र सूर्य हुन्। सुबोधलाई जसरी मैले माया गरे, जुन विश्वास र आस्था राखे, तर कहिले पनि मेरा छोराछोरीलाई मायाले बोलाउनु भएको सुनिन। छोराछोरीमाथि उहाँको ईर्ष्या थियो, जलन थियो। कत्रो दुर्भाग्य थियो मेरो लागि। मेरा छोराछोरीका लागि सुबोधसँग सम्बन्ध राख्नु मेरो आफ्नै स्वार्थ नभई छोराछोरीको स्वार्थ पनि गाँसिएको थियो। क्रोध म भित्र बढ्दै गयो। सुबोधको उपस्थिति पनि अब मेरा लागि असन्तोषको रूप बन्यो। छोरीको दुर्घटनापछि मेरा मौनता व्याप्त हुँदै थियो। मेरा उल्लास र उमङ्ग हराउँदै थियो। अब कुनै पनि कुरा मनमा नराखेर व्यक्त गर्ने बाटो खोज्दै थिए। एक दिन सुबोधले मेरो हात समात्दै भन्नुभयो, ममता, मलाई थाहा छ तिमी निकै परिवर्तन भइरहेछौ। यसको कारण के हो? मेरो अन्तरआत्माको असन्तोषको कोचिएको पोको पोख्ने ठिक ठाउँ थियो यो। मेरो वेदनाले पाकेको घाउ फुटिसकेको थियो। सत्य र न्यायका लागि कठिन जीवन सुरु भए पनि केही छैन। सुबोध मेरो जीवन रुखमा जोडिएको मसिनो हाँगा हो भने छोराछोरी मेरो जीवन रुखका जरा, हाँगा बिगा र फल सबै हुन्। छोराछोरीलाई लत्याएर सुबोधलाई स्वीकार्नु यो मेरो जीवनको भयङ्कर भूल र अपराध हुनेछ। त्यो भूल र अपराधलाई कसैले क्षमा गर्ने छैन। सुबोधलाई लत्याएर छोराछोरीलाई च्यापु यो मेरो त्याग र धर्म हुनेछ, स्वार्थ हुने छैन। किन जवाफ नदिए कि हँ? सुबोधको प्रश्नले झस्के र भन्ने आँट गरे, आज म तपाईसँग अन्तिम फैसला गर्दैछु, जुन फैसलाले तपाईलाई चोट पर्ला र मलाई पनि पर्न सक्छ। मैले आफ्ना छोराछोरीका लागि यो कुरा गर्दैछु, जुन कुरा गर्छु भन्ने सपनामा पनि सोचेकी थिएन, न त तपाईले नै सोच्नु भएको थियो। अब मनमा गुम्स्याएर राख्नु उचित छैन। जुन विश्वास र आस्था लिएर तपाईको सहारा खोजे, त्यो सबै मृत तृष्णा रहेछ। अहिले थाहा पाए म कुवामा सडिरहेको छु, गल्लीमा फ्याँकेकी रहेछु। मेरा कमजोरीका पर्खालले मेरा शब्दलाई थिचिरहेका थिए। आज ती सबै पर्खाललाई भताभुङ्ग पारिदिए। बहानाको जिन्दगी लिएर बाँच्न चाहन्न। तपाईको चित्त नदुखाई धेरै यत्न गरे, तर तपाईले मेरो चित्त दुखाउन छोड्नु भएन। मेरा छोराछोरीप्रति तपाईको व्यवहार कति रुखो थियो, कति अपेक्षापूर्ण थियो। यसलाई सहन मलाई साह्रै गाह्रो भयो।
तपाईँप्रतिको मेरो विश्वास पत्थरको पहेँलो पत्ता झैँ मेरो जीवनबाट झरिसकेको छ। हुन त एउटा शानदार र प्रेमपूर्ण जीवन तपाईँसँग बिताउन निकै कोसिस गरे, तर सबै तासको महल झैँ ढलिदियो। यो नसम्झनुहोस् कि सम्पूर्ण रूपमा मैले तपाईँलाई नै दोषी दिँदैछु। तपाईँलाई यस्तो वातावरण तयार पारिदिने हाम्रो समाजमा खराब रीतिरिवाज पनि दोषी हुन्। हुन त तिनीहरूलाई हामी बदल्न सक्थ्यौँ हामीले राम्रो कोसिस गरेको भए, तर तपाईँले मलाई सघाउनु भएन। तपाईँको हस्तक्षेप र अधिकारभित्र बाँच्न चाहन्न। दुईटा छोराछोरी आफ्नो जीवन आधार मानेर बाँच्नेछु। मेरा छोराछोरीको माया नै ठुलो हो र सम्पूर्ण छ। मलाई कसैको सहारा अब जरुरत छैन। मलाई छोडिदिनुहोस्, मलाई मुक्ति दिनुहोस्। भावना बेसमा अविरल आँसु खसाल्दै मैले सबै कुरा पोखेँ। त्यसो भए हाम्रो नाटकीय जीवन तिमीले खत्तम गर्दैछौ होइन? रिसले आँखा रातो पार्दै सुबोधले भन्नुभयो। आखिर जीवन नै नाटक हो, संसार नै रङ्गमञ्च हो। म तिम्रो जीवन बर्बाद गरिदिन्छु, बदनाम गरिदिन्छु। आक्रोशपूर्ण धम्कीको स्वर थियो। मलाई कुनै परवाह छैन, सबै कुरा सहनेछु, शान्त भावले जवाफ दिए। सुबोध एक्कासी जुरुक्क उठ्नुभयो। मलाई गडेर आँखा तर्नुभयो, तीर जस्तै बनाएर सुई सुइती जानुभयो। केही बोल्नु भएन। राति भइसकेको थियो। मुटुको स्पन्द शान्त भयो। विजयोल्लासको वातावरण चारैतर्फ फैलियो। छोराछोरी पलङमा सुतिरहेका थिए। यस्तो अनुभव गरे कि एउटा कालो पोलिने असत्यमाथि सत्यको चिसो पानी खनाए जस्तो लाग्यो। धेरै समयदेखि पाकेको पिलो घाउ फुटेर सन्चो भए जस्तै ठाने। घाँटीमा वर्षौं झुन्डिएको ढुङ्गा खसेर हलुङ्गो भएको सम्झे। सुबोध अब कहिले पनि मेरो घर नआइदियोस्। दुईटा छोराछोरीलाई च्यापेर सुते। मनमा उल्लासपूर्ण उत्साह फैलिँदै थियो। निन्द्रामै छोरो बरबराइरहेको सुने। आमा आमा, सुबोध अङ्कल मन पर्दैन। छोरा अब कहिले आउने छैन सुबोध अङ्कल, सुतिरहेको छोराको गाला मुसार्दै भने अनि सुत्न खोजे।